आमा त खुब हँसिलो हुनुहुन्छ पहिला 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 गीत पनि गाउनुहुन्थ्यो क्या हो हो पहिला पहिला हजुरहरूको पालामा कुन चाहिँ गीत गाउनुहुन्थ्यो आमा त्यो ऊ हुन्छ नि लहरे भाका भन्ने त्यो गाउँ तिमी हामी भेट भएको दिन सङ्लो पानी धमिलो मन किन हजुर त्यस्तो भाषा हाम्रो यतापट्टि खोटाङपट्टिको गीतको ताना के हो नि थाहा भएन टुक्याउने बेला हाई हाई लैलाई भन्ने पनि छ खोटाङपट्टिको हलेसी गइया छ बाबु हामी पनि गएको त पऱ्यो ल आमा एकदम हँसिलो खुसिलो हुनुहुँदो रहेछ खुसी लाग्यो मलाई मेरो मन चाहिँ सूर्य जस्तै उज्यालो हो रहेछ आमा हामीले हलेसी गइयो मनोकामना गइयो देवघाट गइयो सौरा गयो साली नदी गइयो यहाँ तपाईँको यता खाँडा देवी गइयो अब बाबु मलाई यो ठुलो सैलुङ जान मन छ उता मलाई काठमाडौँतिर एउटा साथी भए हुन्छ पैसा आफै लाने गाडी चढेर जाने ठुलो सैलुङ देउता दर्शन गर्ने त्यो बेडाबाट छिर्ने हलेसी यहाँ छिर्यो 2टा ल आमा तपाईँ 5वटै छिर्नुहुन्छ अब जाउँ भने छोरीको छोराले मेरो छोराले लगिदिएको 4000 रुपियाँ चाहिँ यहाँ बोकेको यो पैसा पनि खर्च गर्नु दिएन फिर्ता आएर ऐतिहासिक चलाएँ मेरो बुढा बित्नुभयो 5 वर्ष हो बुढा बितेको 5 दिनपछि जेठो छोरो बित्यो हाम्रो उतिखेर त धेरै बच्चा जन्मायौँ 5 बहिनी छोरी 3 भाइ छोरा एउटा त गएन अनि 5 दिन पछाडि चाहिँ जेठ छोरा चाहिँ के रोग पछाडि सुगरको मुख नबारिदियो सुगर प्रेसरले है यस्तो गाह्रो यो चाहिँ सिन्धुली बजार जाने यतापट्टि चाहिँ गडी डाँडा भन्छ गडी सिन्धुली गडी बसाइ गएको बाउ मर्यो भनेर चुराउनु पर्यो अहिले त हलो भन्ने बित्तियो सुनिहाल्छ नि बुहारीले गाडी चढाएर लिएर आइछ यहाँबाट चाहिँ बोकेर लगेको यो पछि बनाएको बास पहिला मैले यो रोसी खोलाको पानी बोकेर बनाएको त्यो माटोको भित्तो रातो घर बास यसो बास भनौँ न घर त कहाँ छ होइन जे भयो भने हामी यहाँ पृथ्वीमा बसुन्जेलको घर अनि यो जम्मै खेत पर्यो यो खेत थियो है जम्मै खेत हो यो अनि यो छाप्रो चाहिँ बुढा छँदैखेरि बनाएको यहाँ पोरबरा डङ्गुर छाप्रे थियो नि हजुर होइन किन अर्काको जम्मै उठाए मेरो चाहिँ खेत पर्यो सर यति जोगाइदिनुहोस् भनेर यो छाप्रो मेरो एउटा उठ्यो भोटे जाति बसिरहेको छ त्यहाँ त्यो दुईवटा चाहिँ भाडा तिरेका छन् त्यहाँ अब बनाउनु त तपाईँको दिलमा बनाए पाइने मान्छेलाई लोभ भयो अनि एउटा मात्रै छ यस्तो 3टा स्वामी मरे भोटे जाति त्यो एउटा त्यहीँ बसिरहेको छ यसो मुखो बोलो साथी हुन्छ यस्तै छ साथी त मलाई कोही पनि चाहिँदैन थियो बुहारी छ छोरो छ नाति 2टा छन् साथी कोही पनि चाहिँदैन म चाहिँ तपाईँको 7 सालको जन्म 7 सालको जन्म है 60 र 16 वर्ष भयो 60 16 तर तगडा साग पकाइछु ढिँडो ओडाल्छु घाँस काट्न गइन जान्छु होइन यो पहिलाको खानपिनले नै यस्तो आमा यो पहिलाको खानपिन त्यस्तै होइन पहिला टोलमा बच्चै म एउटा सबै टोलकै खाने के मिठो मिठो सबैले माया गरेर आमालाई खुवाउने बाउ काकाहरूले माया गर्ने आमाहरूले हजुरआमाहरूले माया गर्ने एक्लो हुनुभयो छोरी गए पनि आउनु छोरी यस्तो पकाएछ भन्ने उता गयो नि उहाँ पल्लो टोलकी छोरी आइज बाबु भन्ने सबैले माया गर्ने यो त तपाईँको के त्यतिखेर 2 रुपियाँ 5 मोहर मानो घिउ अहिले 1 मानो घिउ किन 1000 रुपियाँ मैले किनिराखेको बगाले थाहा पाएको छोरी यहाँ चाहिँ रायलाई दिएको राय टोल यो माथि घर छ नि जम्मै राय हो राय टोल पश्चिम पाल्पाबाट आएका अघि दिदीबारी पश्चिमदेखिको यतातिर राय टोल तपाईँलाई उयो टोल पनि हो त्यो डाँडो पनि हो यहाँ त तपाईँको यो रोसी खोला हजुरले पढिसिया थाहा छ उही मान्ती खोलो रे यो मान्ती खोलो छोरी पढाए पहिलो जान्छ भन्थे मास्टरले पनि आइने थिए अब अहिले माइतीले नलिने राजा
अब अहिले त 5 पहिलो गयो नि लिन अब मारेन त माइतीले लिँदैन नि त पहिला धनी मनी माओली धनी मनी बुढो माओली बुढा चोकी मेरो माओली राउतहरू मेरो माइती बगाले रायाले दिएको 7 सालको जन्म 20 सालमा 13 वर्षको केटी बुढो आफैले मागेर अगाडि पुग्यो कोसीपारी नाक्सिवा भन्ने ठाउँको कार्कीको छोरी बिहे गरेर छ सूर्य लागिरहेछ खाजा मैले खाएँ हजुरले सुन्तला दिनुभयो मैले तरुल पनि खाएँ सासूले यति भात खाना दिने यति भात खाना दिएपछि बुढासँग दोहोरो कुरा गर्न नसक्ने ऊ त्यो वनमा घाँस काट्न जानुपर्ने ऊ यहाँ छ अहिले एउटा भुइँची 2टा पालेको छ छोराले बेच्यो उहाँ ऊ त्यो कालो वनमा तरो करायो भने मेरो माइतीबाट उडेर आएछ क्या सम्झाउन लाग्ने रोइकन बस्यो अहिले त ढुङ्गो पनि मेरै आँखो पनि मेरै दाउरो नि मेरै तपाईँ पनि मेरै ऊ पनि मेरै सबै मेरै बुझ्नुपर्छ होइन बाबा दुःख पाउनुपर्छ पुरानो पाता झरि नि सक्यो नयाँ नि आयो पात संसारभरि के किन भयो बसेर गरौँ बात कविता हो अहिलेकाले जान्दैन बाघ भालु वनमा जसँग मनमा टिको खस्यो पातमा जसका गहना उसैका लहना सिँदुर पर्यो माथमा घाँस काट्न गएथे अवश्य भिरमा बयर काँडा घारीमा जिउको रगत मासु जिउमा भिजिसक्यो परान गयो राडीमा अहिलेका आइए बिहे भनौँ त एउटा जानेकै छैन भनेको आगरले चाहिँ जानेको क पनि पढाए होइन तर 12 खरी खारे भयो म हेलिकप्टर उडाउँथेँ छोरी हो कि होइन बाटो फेर्ने बाबु मङ्गलदारको उहाँलाई थाहा छ मेरो किन मलाई भनिरहन्छ नि बुढो सानो हो अनि घर गाउँले सजिलो हो यो संसार झुटो छ हरियो बुटो हेरेर काल पर्खिने मात्रै हो 5 दिन अगाडि चाहिँ बुढो मर्यो 5 दिन पछि छोरो मर्नु भन्ने छ त्यही त हो नि कस्तो रहेछ है कृष्ण भाबीले लेखेको देखिँदैन छालाले सेकेको उहाँको भाग्य कस्तो उहाँको मेरो त्यस्तै रहेछ बेलुका बुहारीले भात पकाएर खानिदिन्थ्यो निँदैन निँदा बिङ्सेपछि गीत गाउने चिलक भन्ने टुक्का कति छन् होइन बाबु आमाको नाम चाहिँ के हो नि आमा मेरो भुवक कुमारी राय भुवक कुमारी राय ल आमाले खुसी बनाउनु भयो हामीलाई पनि यत्रो बाटो आउँदाखेरि एकदम अलिकति बाटोमा बोर भइरहेको थियो आउँदा जाँदा त्यो गीत सकिएन दोरे तेरे भनिरोके एउटा 5 वटा भने नि भयो भन्न चाहिँ भन्नु पर्यो स्वर झिक्नु पर्यो टुक्का मिलाउनु पर्यो हो कि होइन टुक्का मिलाउनु रातो मकै ढुकुरले मिलेन तिम्रो गीतको छेउटु पो मिलेन म भाषा पढ्नु पर्छ भक्ति छ हराउने चाहिँ गीत गाउँछु हो र म त्यस्तो अघि मेरो टोलमै छोरी म एउटा मेरो बाउ अल्छी मादल बजाउने मारुनी सिँगार्ने मुर्चुङ्गा बजाउने मुर्चुङ्गो भन्ने यहाँ हाम्रा छोरा नातिले देखाएको छ मुर्चुङ्गा देखेछ म्याउ 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 बजाउँदा मुखमा राखेर मेरो बाउले चाहिँ बालाखादेखि चाहिँ काँधमा बोकेर नचाएको हुनाले मलाई लाज पनि छैन घिन पनि छैन शर्म पनि छैन गीत गाउनलाई सिलक भन्नलाई बाउका चाहिँ दोहोरी पनि जानेको छ आफ्नो कला देखाउन त कहाँ लाज हुन्छ त आमा यो त कला हो नि त गीत गाउने हजुर कहिले यहाँ आइसक्नु भएको थियो त उहाँ छोरीलाई कला सुनाइ तपाईँलाई सुनाइ यहाँ बाइक भिरेर मुसार्नु भयो मेरो कला थाहा हस् आमा नमस्कार आमा ल हामी लाग्यौँ ल आमाको गफ सुन्न त धेरै इच्छा थियो हामीलाई अब के भनेदेखि हामी पनि यात्रा गर्दैछौँ त्यो कारणले फेरि पनि कुनै बेला आमासँग भेट भयो भने गफ गर्नु है आमा हस् ल